नमस्ते, हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। र आज चाहिँ अब मेरो आमाको तबियत चाहिँ अलिक ठिक थिएन, त्यही भएर बिहान बिहान हाम्रो सडन प्लानिङ भयो तेजपुर हस्पिटल जान। अनि यता चाहिँ म रेडी भइसक्यो र मेरो निन्द्रा पुरा भएको थिएन, राति निन्द्रा नलागेर। त्यही भएर यो चाहिँ अब नानीलाई पनि बिहान बिहान लिएर जाँदैछु। अनि रास्तामा हामीले अब नारियल पानी पियो, ब्रेकफास्ट चाहिँ खाएको थिएन आज। अनि यता चाहिँ म पिन्दैछ, अब बेबीलाई पनि चाहियो अरे हो सबै, तर उसले चाहिँ खानु जान्दैन। अनि हामी फाइनली पुग्यो हस्पिटल। अनि हस्पिटलमा हामी अब डक्टरलाई पर्खिँदैछ यता, र डक्टर आएपछि चाहिँ फेरि आमाको अझै टेस्टहरू हुँदैछ, त्यसको लागि हामी तल गयो। अनि फेरि गएपछि चाहिँ रिपोर्ट आएपछि मेडिसिन लिनु गयो। फेरि कफी पिएर छोरालाई निन्द्रा लागेछ। र यो हस्पिटलमा चाहिँ ब्रेस्ट फिडिङ ममहरूको लागि अलग रुम रहेछ, त्यो चाहिँ एकदम एक्सिलेन्ट लाग्यो मलाई। छोरा चाहिँ सुत्यो यता, र उठेपछि चाहिँ अब बाजे र नातिको क्वालिटी टाइम यही हो। नानीलाई चाहिँ एकदम खुसी हुन्छ यस्तो गर्दा, पापाले ऊ चाहिँ यस्तो खेल्छ। अनि फेरि डोमिनोस अर्डर गरेको थिएँ मैले लन्चको लागि। अनि फेरि हामी चाहिँ हस्पिटलको काम सकेर फर्स्ट क्राई गयो, किनकि नानीको के सामानहरू अलिक सपिङ गर्नु थियो। अनि छोरी मान्छेको चाहिँ कस्तो राम्रो राम्रो थियो, तर पनि अब छोरालाई के लिइदियो त्यहाँबाट पनि। अनि यता चाहिँ आमाले चाहिँ अब कुर्ती मन परायो, अनि त्यही भएर आमाले चाहिँ यो सपिङ गर्यो। अनि हामी चाहिँ फेरि गयो। अनि गएपछि हामी चाहिँ मनपसन्दबाट हामीले स्विट्सहरू केहरू लियो, खाने चिजहरू। यता तेजपुरमा फुपूको घर गएको थियो हामी, फुपूले डिनरको लागि बोलाउनु भएको थियो हामीलाई। अनि हामी चाहिँ वालीपाडा पुग्यो, घर वापस जाँदै थियो। रास्तामा आइसक्रिम खायो, पपकर्नहरू खायो। र खानाको चाहिँ म भ्लग बनाउन सकिनँ, किन भन्दा फुपूसँग बात गर्नु बिजी भएर मैले बिर्सेछ। अनि यता चाहिँ अब घर आएपछि चाहिँ नानी चाहिँ एकदम खुसी हुँदै थियो कि, बिचारा आज नानीको निन्द पनि एकदम डिस्टर्ब भयो। दिनभरि जर्नी गऱ्यो भने चाहिँ अलिक डिस्टर्ब हुन्छ नानीलाई, तर पनि चाहिँ एकदम खुसी छ। यता अब उसको ममसित खेलिरहेछ हो, उसलाई चाहिँ एकदम ह्याप्पी भएको छ हो नानी चाहिँ। उसलाई चाहिँ यस्तो बहुत मनपर्छ यस्तो खेल्नु लागि नानी। त्यही भएर आजको मिनी भ्लग चाहिँ यति नै थियो सबैजना। अनि हेर्दा हेर्दा मेरो नानी पनि कति ठुलो भइसक्यो। र तपाईँहरूलाई धेरै धेरै धन्यवाद, र थ्याङ्क यू फर वाचिङ। किप लभिङ, किप सपोर्टिङ, बाई बाई।